ल है हामीहरू चाहिँ आज प्युठान टु पाल्पा घुम्न जाँदैछौँ। यति बेला चाहिँ हामीहरू भैरवनाथ दर्शन गरेर यो बतासे डाँडाको ओह्रालोमा छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यो पाल्पाको बतासे डाँडाको यो भ्यू कति राम्रो, सल्लै सल्लाको वनहरू अनि यो घुम्ती घुम्ती परेको बाटो धेरै राम्रो। अब हामी चाहिँ वहाँ गएर तपाईँलाई यो पाल्पा दरबारको सङ्ग्रहालय कस्तो छ के छ भनेर हामी तपाईँलाई देखाउनेछौँ। हामीहरू त्यहाँ गएर देखाउनेछौँ तपाईँलाई तानसेन दरबार कस्तो छ, के छ, पहिलेको भन्दा के फरक भएको छ भनेर। ल यति बेला चाहिँ म भित्र गइसकेँ, अब म तपाईँलाई देखाउँछु यहाँ के छ भनेर। ल बाँकी भिडियो हेरेर मजा लिनुहोस्। ल तपाईँहरू यहाँ देख्नुहुन्छ त्यहाँनिर विभिन्न वेशभूषाका कपडाहरू, विभिन्न छालाका बजाउने बाजाहरू, कर्नालहरूदेखि लिएर तपाईँको त्यो हातमा लाउने गरगहना, अनि त्यसै गरी उनको के अरे भेडाको रोमबाट बनेको त्यो ओढ्ने अनि विभिन्न खालका सामग्रीहरूदेखि मलाई पनि अचम्म लाग्यो। अनि त्यसै गरी तपाईँहरूले अर्को कोठामा देख्न सक्नुहुन्छ त्यहाँ त्यसै गरी हामीहरू चाहिँ अब मगर समुदायको परम्परा सामग्रीहरू भन्ने कोठामा प्रस्थान गऱ्यौँ। त्यहाँ जाने बेला एकजना बुवा र आमा चाहिँ मगर ड्रेसमा हुनुहुन्थ्यो, कति राम्रो देखिएको। त्यसै गरी सुनेको थिएँ पाल्पा जिल्लामा चाहिँ मगर समुदायहरू धेरै बसोबास गर्नुहुन्छ भनेर। म एनदर समुदायमा हुर्के पनि मगर समुदायको यो यहाँनिरको झल्काएको संस्कृतिले मलाई एकदम राम्रो लाग्यो। त्यतिकै घुम्ने क्रममा मैले एउटा रमाइलो घर देखेँ। त्यहाँनिर चाहिँ एउटा सिसाभित्र जस्तो कि कसैको घर टपक्क टिपेर लिएर राखे जस्तो देखेँ। त्यहाँनिर आमाले पकाइरहेको ढिकी जाँतोहरू लिएर त्यहाँनिर हुनुपर्ने गाग्रेहरूदेखि लिएर सबै झल्काएको थियो। अनि वरिपरि भित्ताहरूमा चाहिँ अनेक किसिमका पेन्टिङहरू जसले चाहिँ एकदम मोहित गरिरहेको थियो। अब यो चाहिँ रुकुम पूर्व टक्सेरा भन्ने ठाउँ रहेछ। पाल्पाको रिडीबाट पश्चिमतर्फको ठाउँलाई अठार मगरात भनिन्छ। यहाँ मगर खाम्पाङ र मगर काइके भाषा बोलिन्छ। ल हेर्नु टक्सरा भन्ने ठाउँ यस्तो बाहिरको भ्यू देख्छ हामी यस्तो। त्यतिकैमा चाहिँ थारू समुदायलाई झल्काइएको थियो माथिल्लो कोठामा चाहिँ। यहाँनिर सब थारू समुदायमा माछा मार्ने सामग्रीहरू, माटोका भाँडाहरू अनि विभिन्न तामाका हात हतियार तथा भाँडाकुँडाहरू देखाइएको थियो यहाँनिर चाहिँ। त्यसै गरी हामी अर्को कोठामा छिर्यौँ। ओहो यहाँ चाहिँ सायदै सती प्रथाको सती गइरहेको, एकदम श्रीमानको मृत्यु भयो होला, छोराले दागबत्ती दिइरहेको, श्रीमानकै काखमा गएर बसेको। अनि यता चाहिँ सराई सायद एकदम भाँडाकुँडाहरू, त्यति बेलाको जाँतोहरू, सिलौटो, अब यो भाँडाकुँडा यो बडा दसैँमा मनाइरहेको नाचेको, यो बलिदिएको बोका खसीहरूलाई, यो चाहिँ युद्धमा प्रयोग गरेको नि हात हतियारहरू, ढालाहरू, तिरहरू अनि धनुष, यो अनि मही पार्ने मदानी। यता फेरि यस्तो उयो रहेछ पूजापाठ गरेको, यो चाहिँ बिहे भएको। ल हामी चाहिँ अहिले विवाह कक्षामा प्रवेश गरिरहेको छौँ। ल यहाँ देख्न सक्नुहुन्छ कृपया माथि जान सक्छ ल बेहुला बेहुली, हाम्रो बेहुला बेहुली हुनुहुन्छ चाहिँ यहाँनिर पुरै बिहेको मण्डप। यहाँनिर चाहिँ हाम्रो पण्डित बुवा, यहाँनिर बिहेमा हुनुपर्ने सब चिजहरू छ। बेहुलालाई हेर्न सक्नुहुन्छ, बेहुलीलाई एकदम सजावटको सामानहरू रमाइलो लाग्यो। त्यो संरचना हुनुपर्छ। छोरा बुहारीको कोठाली। ल पैसाहरू विभिन्न देशका पैसा, यो चाहिँ सुरुको पैसाहरू, मोरोहरू अलिक क्लियर देखाउन सकिनँ। शाहकालीन कागजी नोट। साँच्चीकै धेरै राम्रो रहेछ पाल्पा दरबार सङ्ग्रहालय चाहिँ। हजुरहरू पनि आउनुभयो भने एकपटक अवश्य घुम्नु होला। यहाँनिर अझै पनि धेरै जस्तो चिजहरू छ जो मैले क्यामेरामा कैद गर्न सकिनँ, त्यसको लागि क्षमा प्राप्त छु। यदि तपाईँले यो भिडियोलाई माया गरिदिनु भयो भने म अरू पनि यस्तै भिडियो लिएर छु भन्दै अहिले चाहिँ तपाईँले यो भिडियोलाई माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद।